Hi guys, welcome to my vlog. So आज चाहिँ हामी कहाँ जान आँटेको सानो? I don't know. So दुईटा बच्चालाई ब्रेकफास्ट खुवाएर रेडी भएर हामी चाहिँ यसो त्यस्तो वेदर त राम्रो छैन, त्यस्तो घुम्ने खालको वेदर चाहिँ छैन, तर हामी त्यतिकै एउटा शपिङ गर्नलाई आइकेआर जान आँटेको. सो त्यहाँ हामी के किन्छौँ आज हैन, अनि हेर्दै गर्नुहोस् होला मेरो भिडियो. ठुलो छोरी यहाँ आऊ. कस्तो ठुलो भयो भने त झन् क्या क्यामेरामा आउनु कस्तो लजाउँछ. आद्या हाई भनिदेऊ मामाको भ्लगमा, हाई भनिदेऊ. अब उसलाई निन्द्रा लाग्न आँटिसक्यो है, उसको सुत्ने टाइम भइसक्यो. हाई गर्दैछ ऊ, हाई हाई ताली गरेको हो. तता मलाई इरिटेट नगर्नुहोस् भन न. दिक्क मानिसक्यो. अब उसलाई गाडीमा बसेपछि कतिखेर गाडी कुदाएर हिँडोस् जस्तो हुन्छ, अनि यिनीहरू दुइटैजना सुतिदिन्छ क्या. यतै एउटा आनन्द छ बच्चा लिएर हिँड्नु चाहिँ. मेरो बच्चा चाहिँ गाडीमा बस्ने बित्तिकै सुतिदिन्छ, अनि त्यही भएर यसो लिएर हिँड्नु चाहिँ हामीलाई पनि सजिलो लाग्छ है. सो आज हाम्रो सपिङ आइकेआरमा के हुन्छ है, अब लेट्स सी है. आइकेईए आइपुग्यौँ हामी. सानो छोरीको व्यस्त हुँदैछ होइन. कहाँ आयौँ हामी? आइकेईए आयौँ. दुई टिपी हाई. अर्को यहाँ कहाँ आयौँ भने सानो हामी आइकेईएमा आयौँ. आइकेआरको इन्ट्रान्स किन न. आइकेआरको इन्ट्रान्स सनी बाबालाई वेट गर ल एकैछिन. आइकेआरमा के पाउँछ आज हेरौँ है. तिमी के हेर्ने आज? बेड हेर्ने. बेडमा चाहिँ नसुत्ने, खिनाने जतिखेर पनि. यो केयरफुल है बाबा. लु हेर नि त जाउ गर. हेर नि यहाँ मङ्कीहरू के हुन्छ आइकेआरमा. आइकेआरमा चाहिँ यस्तै सामानहरू हुन्छ, बेडहरू. बेगले सुत्छ भने म त किनिदिने बेड त. किचन. हजुर है खेल्दैछ ऊ चाहिँ यहाँ बच्चाहरूको. कम्फी छ मजाको सोफा. साह्रो रिल्याक्स गरौँ नि त. लु बस त, बस न. तिमी पनि त बेबी त हो. रिल्याक्स गर्नु सनिसा हो यो. यो चाहिँ मामु. सनिसा खोइ सनिसा. तिमी गएर बस न. आइकेआरमा यस्तो सामानहरू घरै कोठै डेकोरेट गरेर बनाइदिएर राखिदिएको हुन्छ. सन्जो त डाइनिङ टेबलमा बस्छ. बाबा डाइनिङ टेबल नट ब्याड है सानो. डाइनिङ टेबल मन पर्यो. तिमी त बाहिर लिएर हिँड्नु हुँदैन, भोक लागिहाल्छ है. डाइनिङ टेबल यस्तो मजा. मैले चाहिँ यस्तो खालको डाइनिङ टेबल हेरेको, पछि अब अलिक केटाकेटी हुर्क्यो सनी किन्ने भनेर. प्लास्टिक यस्तो दामी है. त्यसरी बसेर किचनमा के गर्नु. यहाँ त हाम्रो त्यस्तो हुँदैन. फुल्ली त्यस्तै डिजाइन गर्नुपर्छ कि किचन.
Fancy हो कहिले यस्तो डिजाइन गरेर बनाउने घर यसरी लुगा राख्नु भनेर पनि देखाएर आएको हेर न लेहेङ्गा वाउ साडीहरू माइ गॉड सानी सुजहरू हेर न है Sunny, look at the snake. Sunny, look, snake. Monkey. Snake. Elephant. Oh. Adia, खाना ready भएको? आइडियाको लन्च खै तिम्रो उयो चिप्स खाउन त नि खाऊ चिप्स खाएको हो आमा गर चिप्स हामी चाहिँ लन्च खाएर फेरि यहाँ ब्राउज गर्न निस्केको भाँडाकुँडाको सेक्सनमा भाँडाकुँडाहरू पाउँछ स्टेनलेस स्टिल ल्याम्प भएको ठाउँमा आइपुग्यौँ केमा लाउनुलाई त्यो केला हालेको चाहिँ उयस छ नि त्यो बक्सवाला त्यो बत्ती चार यो लस्करै चारवटा भएको त्यस्तो त्यस्तो आएछ यहाँनिर चाहिँ त्यस्तो टाइपको छ फ्रेमहरू यहाँ चाहिँ अब प्लान्टहरू पनि पाउँछ यहाँ flower pot. फाइनली हामी चाहिँ सामान किनेर घर फर्किन आँटेको त्यस्तो खासै केही किनेनौँ हामीले त पे गर्ने ठाउँ बिल पे गर्ने ठाउँ सामानको यहाँ क्युटी कस्तो राम्रो देखेको हामी चाहिँ फाइनली आइकेईको सपिङ गरेर निस्केर यहाँ गाडीमा बसिसक्यौँ त्यसो खासै केही सपिङ गरिनौँ त्यही चेयरको लागि कुसन अनि सानोतिनो हल्का चाइनिज चिजहरू मात्रै किने सो यस्तै भयो बाहिर पानी परिरहेछ है वेदर त कस्तो नराम्रो भइरहेछ बच्चाहरूसँग भन्ने बित्तिकै लङ टर्मसँग पनि बस्नु मिल्दैन उनीहरूलाई खुवाउनु पर्यो हिँडाउनु पर्यो है सो त्यस्तै भयो वेदर माइ गॉड के हो यस्तो पानी हुसु हामी चाहिँ सपिङबाट आएर होइन चिया कफी खाएर हल्का स्न्याक्स खाएर अब इभिनिङको डिनर बनाउन आँटेको इभिनिङको डिनरमा चाहिँ मेरो चाहिँ आज मेन्यू आलु पराठा अनि चना मटरको ग्रेभी यो किचनमा पसेको यहाँ मेरो सेनापतिहरू हेर्नु न एउटा यहाँ एउटा ऊ त्यो मेसिनमा छिर्न आँट्यो एउटा उहाँ सेफ भइरहेछ आमाको पुच्छरहरू ढोका खोलिदियो भने सिधै किचनमा आउँछ दुइटै अनि के गर्नु पाउनु त्यही भएर यसो मिठो केही खाऊँ भन्दा नि बुढाको छुट्टी भएको थियो नि यस्तै हो
गरेर चाहिँ खानु अलिकति गाह्रो छ केटाकेटीको आमा भएपछि सजिलो चाहिँ छैन हजुर तिमी चाहिँ के गर्ने नि मेसिनमा हेरौ इन्स्पेक्सन गर्यो मेसिनमा फोहोर मैला के छ छोरी चप्पल जुत्ता केही लाउनु मान्दैन है आमामा के अरे खुट्टामा जुत्ता चप्पल ल्याइदियो भने निकालेर हुर्काइदिइहाल्छ जुत्ता अब कहाँ जानु सानो आलु परोटा खानु मन लागेको क्रेभिङ पनि के हुन्छ मलाई नै भ्याइ न भ्याइ हुन्छ कि अनि मलाई नै खानु मन लाग्छ के म चिज हालेर बनाइदिन्छु रोटी सनिसालाई ल हामी रोटी खान आँटेको होइन स्कुलमा खान्छ त हो ज्याकेट पोटाटो घरमा पनि ज्याकेट पोटाटो दिनु स्कुलमा पनि त्यही खान्छ घरमा पनि त्यही दिनु एउटै खाना घरमा त हेल्दी कुराहरू खाऊ न स्कुलमा चाहिँ अलिक जङ्क फुडहरू खान्छौ तिमीहरू त्यही भएर घरमा चाहिँ हेल्दी फुडहरू खाओस् भनेर बनाइदिन्छु सनिसा त म अहिले बाबा यो लिएर जानु न यहाँबाट मलाई कामै गर्नु पाएन सनिसा पनि नै सनिसा आएपछि दिदी पनि आउँछ बहिनी पनि आउँछ नेक्स्ट टाइम ल छोरी गुड बाई रिसाएर गयो फोकसै हुँदैन क्या यहाँ कन्सन्ट्रेट हुँदैन यहाँ आफूलाई के बनाउनु पर्ने हुन्छ यिनीहरू आएर डिस्टर्ब गरिदिन्छौ अनि मलाई कन्सन्ट्रेट हुँदैन क्या सानो त्यही भएर पो जाऊ बाबासँग बस बाबाले छोरीहरूसँग टाइम बिताउनु पाएन भनेर मन दुखी गर्नुहुन्छ छोरीहरू चाहिँ आमैतिर आउँछ नि सानो नेपाली बोलो न स्कुल जानु थालेपछि त सनिसा अब रोटी बेल्नलाई रेडी गर्दैछु छोरीहरूलाई नआऊ यहाँ भन्दा गर्दै बस्छौ तिमी त्यहाँ के भनेको सानो त्यहाँ एप्रोन लिएर नआउ जहिले यो पकाउने बेलामा एप्रोन त लाउनै बिर्सिन्छु म तिमी देख्दैनौ फेरि बाबा त हेडसेफ हो नि त बाबा त एप्रोन लाउनुमा कहिले बिर्सिन्न सानो त्यहाँ केही नगर फोहोर मैला छिरेछ त्यहाँ केही पनि नगर्दो छोरी प्लिज राम्रोसँग बस्ने भए बस नभए भित्र जाऊ छुचु के बोलेको क्रेभिङ पनि के हुने अरे आलु पराठा चटपटे मोमो
चाउमिन है हाम्रो छोरी मान्छेहरूलाई चाहिँ त्यही रहेछ कि बुढाको छुट्टी हुँदा मिठो मिठो खान मन लाग्छ त हो मोटे मोटे बेलेको कस्तो हुन्छ ठुलो भएर चाहिँ कस्तो हुन्छ बच्चाहरूसँग किचनमा काम ढोका खोलिदिनु भएको भित्र आइहाल्छ हेर न बहिनीलाई भकाएर बोलाएको अरे म्याउ म्याउ बिरालो आद्या म त के अरे भन त वेलकम टु माई मम्मीज भ्लग अनि प्लिज लाइक एन्ड अलिक साह्रोले बोल न लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् होइन भन न भने पो तिमीले भनेपछि तिमीले भनेपछि अनि गरिदिनुहुन्छ अरे क्या भन त सानो एक्सक्युज मी भन्नुपर्छ You get the dough अनि But you need to dry it though. अनि Mama, wait. But you get the dough and here we go. This is what you made. And then this pan, this is from this is from shop I found it. के बोल्छौ हो तिमी त Come on, pancake. Okay, lucky. Here we के go. बोलेको यो केटी हो Maybe. Hiya. उसलाई थाहा छैन के बोल्दैछ उसलाई नै थाहा छैन I know it. It's a pancake. बोल्दैछ भनेर मेरो छोरीको चिज र आलुको रोटी उसले चाहिँ पिरो खाँदैन नि त अनि त्यही भएर बेग्लै पठाइदिएको त्यो पनि चिज र आलुको रोटी है यस्तो यहाँ खानु त त्यस्तै हुन्छ केटाकेटीले गर्दाखेरि बुढालाई चाहिँ खानु भनेको मैले बुढाले खानु भने केटाकेटी हेरिदिनुहुन्छ अनि म आनन्दले खानु पाउँछु म पनि भनेको पहिला एउटा हालिदिन्छु है अनि तातो खानु लानु खानु त कस्तो भयो सोधेन पनि चाउजिन भएको छ कि छैन नुन ठिक छ कहाँ गयो ए त्यति खान थाल्छ यो चाहिँ मेरो पराठा र आलु अझै पकाउँदै खाँदैछु नि त लास्ट एउटा रोटी बाँकी छ कि अनि त्यही भएर खाँदै गरौँ भनेर नि
अनि उता केटा मेरो बुढा चाहिँ उता केटाकेटी हेर्दै खाँदै हुनुहुन्छ के गर्नु है सँगै बसेर खानु पनि गाह्रो छ यहाँ त खाए ल हुन्छ के हो हम लोग जा रहे हैं पालनपुर रास्ते में हम लोगों की इच्छा हुई कि एक के मेरो बुढालाई में हम लोग खाना खाएं नेपाली मुकब्याङ हेर्नु छैन उहाँ इन्डियन मुकब्याङ हेर्दै हुन्छ आज जो ऐसे बारिश हुई है इसलिए वहाँ पे काफी कीचड़ है लेकिन अंदर से टाइम है बाबा और हमारे हाँ अभी तो ये बोलने लग गया है फिर भी हमारा तो ढाबा वो का वो है और वो भी वो है सब्जियां हैं दाल फ्राई करी पकोड़ा चना मसाला बेसन गट्टा सेव टमाटर ये हाईवे पे स्पेशल सब्जियां यहाँ पे 34 साल हो गए 35 ईयर वाह टिभीमा मुकब्याङ हेर्नु नि त ये स्टार्टिंग में जेको मुख भने त्यही खानु मन लाग्छ र मैले यो इभिनिङको डिनर पनि खाइसकेँ होइन सो आजको भ्लग यस्तै भयो थ्याङ्क यू फर वाचिङ बाई बाई